नमस्कार। दिनभरिका मुख्य 10 खबरहरूको सङ्गालो न्युज 10 का साथमा उपस्थित भएको छु म कुमार गौतम। अब सुरु गरौँ आज नम्बर 10 मा रहेको खबरबाट। प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्री परिषद विस्तार तथा हेरफेर गर्दै नवनियुक्त मन्त्रीहरूको मर्यादाकरण निर्धारण गरेका छन्। सम्पत्ति विवरणको छानबिनबाट क्लिन चिट पाएपछि गृह मन्त्रालयमा पुनरागमन गरेका सुदन गुरुङ र नवनियुक्त विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनको नियुक्तिसँगै नयाँ वरियता तोकिएको हो। राष्ट्रपति कार्यालयले सार्वजनिक गरेको नयाँ मर्यादाक्रम अनुसार गृहमन्त्री सुदन गुरुङलाई मन्त्री परिषदमा 5औं वरियता दिएको छ भने नवनियुक्त मन्त्री महावीर पुनले 8औं वरियता पाएका छन्। मन्त्री परिषदमा प्रधानमन्त्रीपछि अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्ले, परराष्ट्र मन्त्री शिशिर खनाल, ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठ र गृहमन्त्री गुरुङको वरियता तोकिएको छ। पुनलाई नवप्रवर्तन मन्त्रालयको जिम्मेवारी तोक्दै 8औं वरियता प्रदान गरिएको छ। नेपाल राष्ट्र बैंकले सोमबार जारी गरेको परिपत्र अनुसार बैंक तथा वित्तीय संस्थाले अधिकतम 10 लाख रुपियाँसम्म कर्जा मोबाइलबाटै दिने भएको छ। दीर्घकालीन कर्जा 10 लाखसम्म र अल्पकालीन कर्जा 5 लाखसम्म डिजिटल माध्यमबाटै दिन सक्ने गरी राष्ट्र बैंकले परिपत्र गरेको हो। बैंकका एक कर्मचारीका अनुसार कुनै पनि बैंकमा तलब खाता वा निक्षेप खाता भएका व्यक्तिले करिब 2 वर्षदेखि मोबाइलबाट कर्जा लिने सुविधा पाइरहेका छन्। तलब खातामा अधिकतम 5 लाख र अन्य खातामा अधिकतम 2 लाखसम्म कर्जा दिन सकिने व्यवस्था राष्ट्र बैंकले गरेको छ। यी दुवै कर्जाको भुक्तानी अवधि 3 वर्ष छ। यही व्यवस्थालाई विस्तार गर्दै लघु, साना तथा मझौला व्यवसायका लागि पनि यस्तो सुविधा थप गरिएको हो। यसको प्रक्रियाबारे भने बैंकहरू अहिले पनि गृह कार्यमै रहेको बताइएको छ। प्रतिनिधि सभाको बैठक स्थगित गरिएको छ। मंगलबार 1 बजे सुरु भएको बैठक विपक्षी दलहरूले विरोधलाई निरन्तरता दिएपछि स्थगित गरिएको हो। सभामुख डीपी अर्यालले प्रतिनिधि सभा बैठकको अर्को समय बुधबार 11 बजेका लागि तय गरेका छन्। विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाहले जेठ 17 गते प्रतिनिधि सभामा दिएको अभिव्यक्तिलाई लिएर विरोध जनाइरहेका छन्। उनीहरूले प्रधानमन्त्रीबाट उक्त भनाइको प्रष्टीकरण संसदमा नै आउनुपर्ने माग गरेका छन्। प्रधानमन्त्री शाहले प्रतिनिधि सभाको जेठ 17 गतेको बैठकमा भनेका थिए, तपाईहरूलाई एउटा कुरा अचम्म लाग्न सक्छ होला, मैले पनि अस्ति भर्खर प्रधानमन्त्री भइसकेपछि थाहा पाएँ भारतले नेपालको जग्गा मात्र होइन, नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ। विपक्षी दलहरूले भने नेपालले भारतको जग्गा मिचेको भनेर दिएको अभिव्यक्तिमा प्रष्टीकरण माग गर्दै त्यसयता बैठक अवरुद्ध गर्दै आएका छन्। प्रधानमन्त्रीले हालसम्म प्रतिनिधि सभामा जवाफ दिएका छैनन्। सरकारका प्रवक्ता सस्मित पोखरेलले आवश्यकता परेमा प्रधानमन्त्री शाह संसदमा जवाफ दिन तयार रहेको बताएका छन्। मन्त्री परिषदको मंगलबारको बैठकपछि प्रवक्ता पोखरेलले उक्त जवाफ दिएका हुन्। विपक्षी दलका सांसदहरूको निरन्तर अवरोधका कारण राष्ट्रिय सभाको मंगलबारको बैठक कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको छ। लगातारको अवरोधका कारण पनि मंगलबारको बैठक पनि कार्यसूचीमा प्रवेश गर्न नसकी स्थगित भएको हो। राष्ट्रिय सभाको अर्को बैठक जेठ 28 गते बिहीबार दिउँसो 1:15 मा बस्ने गरी तय भएको छ। राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले वर्तमान राजनीतिक परिस्थितिप्रति चिन्ता व्यक्त गर्दै सरकार र राजनीतिक दल दुवैको भूमिकाप्रति असन्तुष्टि जनाएका छन्। अध्यक्ष दाहालले देशको राजनैतिक अवस्था जनताले अनुभूति गर्ने गरी समाधान खोज्न सरकार र दलबीच आवश्यक परामर्श हुन नसकेको टिप्पणी गरे। उनले संसदमा नारा लगाउने, आफ्ना धारणा राख्ने र बैठक स्थगित हुने क्रम दोहोरिनु उपयुक्त नभएको बताए। अध्यक्ष दाहालले सरकारका तर्फबाट पनि समस्याको समाधानमा तदारुकता देखिनुपर्ने र राजनैतिक दलहरूले थप जिम्मेवार तथा सचेत भएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याएका छन्। राष्ट्रपति कार्यालय शीतलनिवास अगाडि प्रदर्शन गर्न पुगेका महिलामाथि प्रहरीले बल प्रयोग गर्दा 2 जना घाइते भएका छन्। प्रहरीको बल प्रयोगबाट अञ्जना श्रेष्ठ र देवसरा भण्डारी घाइते भएको प्रदर्शनकारीले जनाएका छन्। उनीहरू दुवैजना बेहोस भएपछि टिचिङ अस्पताल भर्ना गरिएको छ।
पछिल्लो समय विभिन्न प्रदर्शनका क्रममा सहभागी जेनजीबीहरूलाई झुट्टा मुद्दा लगाएर थुनेको भन्दै उनीहरूका अभिभावकहरू मङ्गलबार शीतल निवास अगाडि प्रदर्शन गर्न पुगेका थिए। शपथ ग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री बालेन्द्र शाह आउनुअघि आफूमाथि बल प्रयोग गरेको उनीहरूले बताएका छन्। चालु आर्थिक वर्षको 10 महिना साउनदेखि वैशाखसम्ममा रेमिट्यान्स मार्फत 19 खर्ब 16 अर्ब रुपियाँ भित्रिएको छ। गत वर्षको वैशाखको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह 41.2% बढेको राष्ट्र बैङ्कको मासिक प्रतिवेदनले देखाएको छ। 2082 वैशाखसम्म रेमिट्यान्स आप्रवाह 13.3% बढेको थियो। यस्तै 2083 वैशाख महिनामा मात्र 2 खर्ब 57 अर्ब 49 करोड रुपियाँ रेमिट्यान्स भित्रिएको छ। गत वर्षको वैशाख महिनामा रेमिट्यान्स आप्रवाह 1 खर्ब 65 अर्ब 30 करोड रहेको थियो। वैशाख महिनामा अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह 33% वृद्धि भई 13 अर्ब 26 करोड पुगेको छ। गत वर्ष यस्तो आप्रवाह 10.6% बढेको थियो। जिल्ला अदालत पर्साले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्ध चलिरहेको सहकारी ठगीको मुद्दाबाट सङ्गठित अपराधको आरोप हटाएको छ। महान्यायाधिवक्ताको निर्णय बमोजिम सरकारी वकिलहरूले जिल्ला अदालतमा आरोपपत्र संशोधनका लागि निवेदन दिएका थिए। त्यही निवेदनपछि न्यायाधीश मोहन सुवेदीको इजलासले आरोपपत्र संशोधनको आदेश गरेको पर्साका जिल्ला न्यायाधिवक्ता मोहन प्रसाद गुप्ताले जानकारी दिए। अब जिल्ला अदालत पर्सामा सानो पाइला सहकारी ठगीको मुद्दामा आरोपितहरू र पीडितहरूबीच मिलापत्र हुने बाटो खुलेको छ। दुवै पक्षबीच मिलापत्र भएमा मुद्दा फिर्ता लिन मिल्छ। 1 असार 2082 सरकारी वकिलको कार्यालय पर्साले सानो पाइला सहकारीको रकम ठगी गरेको आरोपमा रवि लामिछाने सहित 29 जनामाथि मुद्दा दायर गरेको थियो। त्यति बेला आरोपितहरूमाथि 5 करोड 74 लाख रुपियाँ बिगो माग दाबी गरिएको थियो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय स्थित जगेडामा कार्यरत सचिव कृष्णहरि पुष्करको सम्पत्ति छानबिन थालिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहलाई म्यासेज पठाएको घटनामा जेठ 21 प्रहरीले उनलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो। त्यसपछि उनलाई उपराष्ट्रपतिको कार्यालयबाट हटाएर जगेडामा राख्ने निर्णय गरिएको थियो। उनले प्रधानमन्त्री बालेन्द्र शाहको हटलाइन नम्बरमा म्यासेज गरेर राजदूत पदको फारम भरेको जानकारी दिँदै सहयोग गर्न आग्रह गरेका थिए। पुष्करले चेन अफ कमान्ड मिचेर व्यक्तिगत स्वार्थका लागि प्रधानमन्त्री शाहलाई म्यासेज पठाएको प्रधानमन्त्रीको सचिवालयले जिकिर गरेको छ। पुष्कर मुख्य सचिव बन्ने प्रतिस्पर्धामा थिए, तर सरकारले 2082 मङ्सिर 9 सुमनराज अर्याललाई मुख्य सचिव नियुक्ति गरेपछि उनले सो अवसर गुमाएका थिए। उनी असार 24 अवकाशमा जाँदैछन्। चुनावमा कुनै पनि दलमा आबद्ध नभई स्वतन्त्र उम्मेद्वारका रूपमा निर्वाचित महावीर पुन मन्त्री बनेका छन्। उनले मङ्गलबार साँझ राष्ट्रपति समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरिसके मन्त्रीका रूपमा दोस्रो कार्यकाल सुरु गरेका हुन्। प्रधानमन्त्री बालेन्द्र शाहले उनलाई नवगठित विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको जिम्मेवारी दिएका हुन्। यसअघि तत्कालीन अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको क्याबिनेटमा पुन शिक्षा विज्ञान तथा प्रविधि मन्त्री बनेका थिए। अहिले सरकारले सङ्घीय प्रशासनिक संरचनामा सुधार गर्दै मन्त्रालयको सङ्ख्या 22बाट घटाएर 17मा झारेको छ। 2083 वैशाख 30 बसेको मन्त्री परिषद बैठकले नेपाल सरकार कार्यविभाजन नियमावली 2083 स्वीकृत गर्दै उक्त मन्त्रालय कार्यान्वयनमा ल्याएपछि नयाँ मन्त्रालयका रूपमा विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालय अस्तित्वमा आएको हो। मङ्गलबार दिउँसोसम्म भने आफू मन्त्री बन्नेबारे पूर्ण रूपमा बेखबर रहेको पुनले बताएका थिए। उनी नवप्रवर्तन मन्त्री बन्ने खबर फैलिएपछि कन्टेन्ट क्रिएटरले घेरिँदा पुनले भनेका थिए, किताब बेच्दै गरेको मान्छेलाई यहाँ ल्याएर अपरझट मन्त्री बनाइदिएपछि अहिले नै के गर्छौ भनेर नसोध्नुहोस्। पहिलो काम मन्त्रालयमा गएर के छ त्यो बुझ्छु। अब अन्तिममा नम्बर 1मा रहेको न्युज। गृहमन्त्रीमा सुदन गुरुङलाई पुनः जिम्मेवारी दिइएको छ।
लगानीका विषयमा विवाद उत्पन्न भएपछि गुरुङले वैशाख 9 गते राजीनामा दिएका थिए। प्रतिनिधि सभाको 2082 फागुन 21 को निर्वाचनमा संसदमा झण्डै 2/3 सिट जितेपछि गत चैत 13 मा गठित बालेन्द्र शाह नेतृत्वको सरकारमा गुरुङलाई गृहमन्त्रीको जिम्मेवारी दिएको थियो। सम्पत्तिको विवरणका विषयमा प्रश्न उठेपछि उनले वैशाख 9 गते राजीनामा दिएका थिए। 28 वैशाखमा मन्त्री परिषद बैठकले उच्च अदालतका पूर्व न्यायाधीश अच्युत प्रसाद भण्डारीको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो। समितिमा महालेखा नियन्त्रक शुभाकान्त पौडेल र सह न्यायाधिवक्ता अच्युतमणि नेउपाने सदस्य थिए। छानबिन समितिले शुक्रबार प्रधानमन्त्री शाहलाई प्रतिवेदन बुझाएको थियो। उक्त प्रतिवेदन मन्त्री परिषदको मङ्गलबारको बैठकले ग्रहण गरेको सरकारका प्रवक्ता सस्मित पोखरेल जानकारी दिए। समितिले सम्पत्तिका हकमा निर्वाचन आयोगमा 21 फागुनको निर्वाचनअघि बुझाएको सम्पत्ति र गृहमन्त्री भएपछि सार्वजनिक भएको सम्पत्तिको पनि तुलना गरिएको छ। यसैबीच नवनियुक्त गृहमन्त्री सुदन गुरुङले पदभार ग्रहण गरेका छन्। आज पदभार ग्रहण गर्दै उनले आफूले 4वटा निर्णय गरेको जानकारी गराए। उनले गरेका निर्णयहरूमा 2058 सालको दरबार हत्याकाण्डको फाइल पुनः खोल्ने, जेन्जिया आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिने विषयमा अध्ययन गर्ने, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई अझै बलियो बनाउने र छानबिनमा रहेका अनुसन्धान प्रक्रिया टुङ्गोमा पुर्याउने र हरेक फाइल खोल्ने। दोस्रो पटक गृहमन्त्री नियुक्ति भएपछि पत्रकारसँग गुरुङले अनुसन्धानमा रहेका फाइलहरू शीघ्र टुङ्गोमा पुर्याउने लगायतका निर्णय सुनाएका हुन्। हाल अनुसन्धानका क्रममा रहेका फाइलहरूलाई शीघ्र टुङ्गोमा पुर्याउन निर्देशन दिने गृहमन्त्री गुरुङले भने। मन्त्रालयमा आएपछि गरेका निर्णय सुनाउने क्रममा उनले अब हरेक फाइल खोल्ने बताएका हुन्। हवस् त, यो नम्बर 1 मा रहेको न्युजसँगै आजको लागि न्युज 10 यति नै। हामी सबैलाई बिदा दिनुहोस्। नमस्ते।